आजभोलि हरेक घरमा प्यारेन्ट्सहरूको एउटै समस्या छ। त्यो समस्या हो हाम्रा छोराछोरीहरूले यति धेरै मेहनत गरेर पढ्दा पढ्दै पनि उनीहरूको एक्जाममा रिजल्ट किन राम्रो आउँदैन। हामी आफै घन्टौँ लागेर पढाइरहेका हुन्छौँ, त्यसमाथि थप एक्स्ट्रा ट्युसन, तर पनि उनीहरूको पढाइ कमजोर किन छ? एक्जाममा उनीहरूले राम्रो नम्बर किन ल्याउँदैनन्? यो नै हो आजभोलि हामी सबैको समस्या। घन्टौँ लगाएर मेहनत गरेर पढ्दा समेत किन हाम्रो छोराछोरीको एक्जाममा राम्रो नम्बर आउन सकिरहेको छैन? वाट इज द प्रब्लम? कहाँ छ समस्या? धेरै जसो अवस्थामा समस्या विद्यार्थीहरूको प्रयासमा होइन, सो विषयवस्तुको आधारभूत अवधारणाहरू अर्थात् फाउन्डेसनल कन्सेप्ट्स नबुझ्नुको कारणले हुन्छ। वर्तमान क्लासको विषयवस्तु अघिल्लो क्लासमा सिकाइएका फाउन्डेसनल कन्सेप्टमा आधारित हुन्छ। त्यसैले पहिले फाउन्डेसनल कन्सेप्ट बुझाएर मात्र हालको कक्षाको पाठ पढाउनु पर्दछ। यो नै लर्निङको साइन्टिफिक मेथड हो। नभए विद्यार्थीहरूको मेहनत गलत दिशामा जान्छ, उनीहरूको मेहनत समय दुवै खेर जान्छ। विद्यार्थीहरूको मेहनत सही दिशामा लान सबैभन्दा पहिले उनीहरूको सो विषयको ज्ञानको पूर्ण जानकारी हुन आवश्यक छ। विद्यार्थीको मुख्य कमजोरी कहाँ रहेको छ त्यसको निर्क्योल गर्न सक्नुपर्छ। परम्परागत एक्जामिनेसन सिस्टमले मार्क्स प्रदान गर्छ, तर विद्यार्थीहरूले कुन विषयवस्तु राम्रोसँग जानेका छन् र कुन फन्डामेन्टल कन्सेप्ट नबुझेको हुनाले अपेक्षा गरे अनुरूप मार्क्स आउन सकिरहेको छैन, त्यसको निर्क्योल गर्न सक्दैन। यसले विद्यार्थी कुनै पाठमा कमजोर हुनुको कारण र एक्जाममा सोचे अनुरूप मार्क्स नआउनुको रुट कज पत्ता लगाउन सक्दैन। उदाहरणको लागि मानौँ कक्षा 6 मा सिकाइने पर्सेन्टेजमा केही विद्यार्थीहरू कमजोर छन्। उनीहरूले पर्सेन्टेज नजान्नुको कारण कक्षा 5 मा सिकाइने फ्र्याक्सन राम्रोसँग नबुझ्नु हुन सक्छ। फेरि कक्षा 4 मा सिकाइएको डिभिजन राम्रोसँग नबुझेर उनीहरूले फ्र्याक्सन नजानेको हुन सक्छ। अझ कक्षा 3 मा सिकाइने मल्टिप्लिकेसन राम्रोसँग नबुझेर उनीहरू डिभिजनमा कमजोर भएका हुन सक्छन्। यसरी हरेक पाठ अघिल्ला कक्षाहरूमा सिकाइएका फाउन्डेसनल कन्सेप्ट्समा आधारित छन्। यदि यो फाउन्डेसनल कन्सेप्टमा कमजोरी रह्यो भने विद्यार्थीलाई हालको कक्षाको पाठ बुझ्न कठिनाइ हुन्छ। फाउन्डेसनल कन्सेप्ट बुझ्नमा नै कमजोरी भएको अवस्थामा विद्यार्थीहरूले हालको कक्षाको पाठ पढ्न जति मेहनत गरे पनि, शिक्षकहरूले बारम्बार सिकाए पनि, अभिभावकहरूले पढ्न जति दबाब दिए पनि उनीहरू विषयवस्तुमा दक्ष हुन सक्दैनन्। कुनै कुरो जति पढ्दा पनि बुझिएन भने के गर्ने? हाम्रो एउटा सामान्य चलन छ टुप्पी कसेर घोक्ने। के घोकेर कण्ठ गरेर समस्या समाधान हुन्छ? अवश्य हुँदैन। कतिपय विद्यार्थीहरूले तनावबाट बच्नको लागि कण्ठ गर्ने, घोक्ने गर्न थाल्दछन्। यसले परीक्षामा राम्रो नम्बर ल्याउन त सघाउँछ, तर बेसिक कन्सेप्टमै प्रब्लम हुँदा पछि गएर अझै कम्प्लेक्स प्रब्लम सल्भ गर्नुपर्दा उनीहरू अलमल्लमा पर्दछन्। अर्कातिर कतिपय विद्यार्थीहरू त्यस्तो सब्जेक्टबाटै भाग्न खोज्दछन्। यसले उनीहरूको सेल्फ कन्फिडेन्सलाई नै कमजोर बनाउँछ र सो सब्जेक्टको पढाइप्रतिको रुचि पनि घटाउँछ। त्यसैले विद्यार्थीहरूलाई पहिले फाउन्डेसनल कन्सेप्ट बुझाएर मात्रै हालको कक्षाको पाठ सिकाउनुपर्छ, नभए उनीहरूको मेहनत गलत दिशामा जान्छ र उनीहरूको मेहनत र समय दुवै खेर जान्छ। विद्यार्थीहरूको मेहनत सही दिशामा लान सबैभन्दा पहिले उनीहरूको सो विषयको ज्ञानको पूर्ण जानकारी हुन आवश्यक छ। तर शिक्षकले लिखित परीक्षा लिएको भरमा वा विद्यार्थीहरूसँग अन्तर्क्रिया गरेको आधारमा यी कुराहरू सही रूपमा पत्ता लगाउन गाह्रो हुन्छ। विद्यार्थीहरूलाई कुन विषय आउँछ, कुन विषय आउँदैन, विद्यार्थीहरूले कुन फन्डामेन्टल कन्सेप्ट नबुझेको कारण समस्या परिरहेको छ, पहिला यसको निर्क्योल गर्न सक्नु पर्दछ। आर्टिफिसियल इन्टेलिजेन्समा आधारित
MKI माई नलेज इन्साइट्सले यस्ता समस्याको ठ्याक्कै पहिचान गर्न मद्दत गर्दछ। माई नलेज इन्साइट्सको प्रयोगले विद्यार्थीहरूको ज्ञानको पूर्ण जानकारी भएपछि उनीहरूले सही तरिकाले पढ्न र शिक्षकले उनीहरूलाई सही तरिकाले सिकाउन सजिलो हुन्छ। साथै शिक्षक र विद्यार्थी दुवैलाई कुन विषयवस्तुमा कम र कुन विषयवस्तुमा बढी समय दिनुपर्छ थाहा हुने हुनाले समयको व्यवस्थापन गर्न पनि सजिलो हुन्छ, जसले गर्दा विद्यार्थीहरूले सजिलै विषयवस्तुमा दखल हासिल गर्दै एक्जाममा राम्रो मार्क्स ल्याउन सक्छन्। विद्यार्थीहरूको सही समस्या पहिचान गरेर उनीहरूलाई राइट डिरेक्सनमा मेहनत गर्न लगाउनु अहिलेको आवश्यकता हो। हामी सबै प्यारेन्ट्स टिचरहरूको यो कर्तव्य पनि हो। माई नलेज इन्साइट्सले हाम्रा छोराछोरीहरूको पढाइ सम्बन्धी प्रब्लम आइडेन्टिफाई गर्दै त्यस्ता समस्याहरू निवारण गर्ने गर्दछ। www.mynowledgeinsights.com मा गएर यो सेवा प्रयोग गर्नुहोस् र आफ्नो बालबालिकाको लर्निङ प्रोसेसलाई अझै साइन्टिफिक तथा इफेक्टिभ बनाउनुहोस्। यो प्रविधि 20 वर्षदेखि शिक्षा क्षेत्रमा प्रविधिको विकासमा कार्यरत मिरास एजुकेसनद्वारा विकास गरिएको हो। माई नलेज इन्साइट फर स्मार्ट लर्निङ।